हामी चाहिँ आज व्हाइट गुम्बा साइडतिर गएको थियौँ। यो चाहिँ स्वयम्भूको अपोजिट साइड भित्र हुँदैदेखि गइन्छ। म चाहिँ फर द फर्स्ट टाइम जाँदै गरेको अनि व्हाइट गुम्बामा त छिर्न पाएन किनभने यो बन्द थियो। जति बेला पनि खुल्दैन रहेछ। कहिलेकाहीँ कुनै कुनै ओकेजनमा खुल्दो रहेछ। अब कहिले कहिले खुल्छ भन्ने चाहिँ त्यो मलाई थाहा भएन। आज चाहिँ विकेन्ड भएर हो कि किन हो कति धेरै मान्छेहरू थियो क्या, स्पेसली कपल्सहरू। फ्यामिलीहरू पनि थियो तर बढी चाहिँ कपल्सहरू देखियो क्या। यहाँनिर चाहिँ पुरा गाउँ जस्तो पिसफुल रहेछ। अनि यो बिजी भिडभाडदेखि एकछिनको लागि पिस लिउँ भनेर जानको लागि चाहिँ पर्फेक्ट ठाउँ। अनि यो काठमाडौँदेखि नजिक पनि भएर होला है। यहाँनिर चाहिँ यति बेला कस्तो जाडो थियो क्या, के अरे काठमाडौँ यता मुनि त्यहाँ कस्तो गर्मी छ नि त, त्यहाँनिर चाहिँ यस्तो जाडो थियो। धन्न मैले त ज्याकेट लिएर गएको रहेछु। अनि यहाँनिरको राम्रो चाहिँ के भने बसेर भ्यू हेर्नु चाहिँ कस्तो सही देखिने क्या। अनि बादलहरू पनि यस्तो उडिराख्ने होइन, बसेर साथीभाइसँग गफ गर्दै यहाँनिर इन्जोय गर्नको लागि चाहिँ एकदमै सही ठाउँ रहेछ। अनि फर्किँदा चाहिँ हामीले चटपटी चिप्सहरू खाएको थियौँ। पहिला चाहिँ यहाँनिर चटपटीहरू पाउँदैन भन्थ्यो, अहिले चाहिँ चटपटीहरू राखेको रहेछ। अनि यो चाहिँ 2 बजीदेखि साँझतिर मात्रै खुल्ने रहेछ। अनि फोन पे पनि हुन्छ है यहाँनिर। अनि त्यसपछि चाहिँ हामी वाबी सबी जाऊँ न भनेर मेरो साथी पहिला गएको रहेछ एकपल्ट। अनि त्यहाँको मोमोहरू मिठो छ भनेर भनिरहेको थियो र हामी गएको थियौँ है। त्यहाँदेखि भ्यू चाहिँ कस्तो राम्रो देखिने क्या, वरिपरि चिया पिउँदै हेर्नको लागि। खानेकुरामा चाहिँ हामीले के मगाएको थियौँ भने यो टिमुरे चिकन, अनि त्यसपछि स्यान्डविच, अनि बिरयानी, अनि भेज पकौडा मगाएको थिएँ। मैले चाहिँ भेज मोमो खान खोजेको थिएँ तर त्यहाँनिर सकिरहेको रहेछ, त्यही भएर स्यान्डविच खानु पर्यो। स्यान्डविच बाहेक अरू केही पनि मन परेन खासै मलाई चाहिँ। अनि साथीहरूलाई पनि मन परेन भनेर भन्दै थियो। जस्तो एक्सपेक्ट गरेर आएको थियो पहिला जस्तो मिठो थियो त्यस्तो रहेन रहेछ भनेर। सो राति चाहिँ यहाँबाट एकदमै है सबै लाइटहरू बलिसकेपछि चाहिँ वाउ जस्तो सिन देखिने रहेछ।